गलत टाइममा क्याफे ओपन गरे जस्तो फिल भइरहेछ यो ग्यास लग्ने मान्छेहरूको लाइन देखेर। मैले काठमाडौँमा नोटिस गरेको फुड रिलेटेड सबैभन्दा ठुलो प्रब्लम यही हो, जहाँ फुड अफोर्डेबल छ त्यहाँ हाइजिन छैन र जहाँ हाइजिन छ त्यहाँ अफोर्ड नै गर्न सक्दैनौँ। सो मेरो प्रयास यही नै हो, रिजनेबल प्राइसमा हाइजिनको साथमा सर्भिस दिनु। किचन भित्रै भएर क्याफे चाहिँ लास्टिङ 4 भएको थियो, 3 दिनमा यतिको ट्रान्सफर्मेसन चाहिँ भएको थियो। नट डन नेट। आज चाहिँ यो पुरै ग्रिल र वाल पेन्ट गर्ने प्लान छ। काममा हेल्प गर्न साथीहरू नि आएका थिए। म चाहिँ एउटा साथीको बाइकमा बसेर ग्यास फिल गर्न जान्छु, अर्को साथी चाहिँ यहीँ बसेर सफाइको काम कन्टिन्यू राख्छ। ग्यास सर्टेजले गर्दा लाइन चाहिँ लास्टै लामो थियो, यहाँ अनलाइन पेमेन्ट नि गर्न नमिल्ने रहेछ। सो अर्जेन्टमा क्यास ल्याउन भन्नु पर्यो। झन्डै 2 घण्टा लाइन बसेपछि ग्यास मिलाएको थियो। ग्यास लिएर आएपछि पेन्ट लिएर आउँछु, देन हामी तिनै मिलेर पेन्टको काम कम्प्लिट गर्छौँ। पेन्ट्सको काम सकाएपछि फाइनल लुक यस्तो देखिएको थियो। मैले एक्लैले गर्नु पर्या भए आई डोन्ट नो कहिले र कसरी सकाउँथे। त्यसैले भन्ने गरिन्छ कुनै पनि काम स्टार्ट गर्नुभन्दा पहिले रिस्क क्याल्कुलेट गर्न सिक्नुपर्छ। भोलि चाहिने सबै सामानको लिस्ट रेडी पारिसकेपछि राति 8-9 बजे म चाहिँ रुम फर्कन्छु। 14-15 घण्टा काम गरिसकेपछि बल्ल फिल भइरहेछ कि काम भइरहेछ भन्ने। सो अगस्त 17 मा चाहिँ हामी ओपनिङ गर्नेवाला छौँ। भिजिट गर्नु होला हाम्रो क्याफे।